हेलो गाइस, गुड मर्निङ। सबैजना सधैँ आराम हुनुहुन्छ। म पनि एकदम सधैँ आरामै छु होइन। मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ। म आज जाँदैछु होइन। अब हिजो र अस्ति चाहिँ अब अलिकति बिजीको कारणले गर्दाखेरि हल्का भिडियो बनाउन पाइएको थिएन र मोबाइलले पनि खासै साथ दिएको थिएन। त्यही भएर अब आज होइन टक्क अब पश्चिमतिर जाँदैछु। पश्चिमको के कस्तो बाटोहरू छ अब सबै हजुरहरूलाई देखाउने छु गाइस होइन। अब हामी यहाँ घरदेखि निस्किसकेको छौँ होइन। अब बाटो त अब अलि लामै छ। भाइ र म अब टक्क होइन जाँदैछौँ। गाडी चाहिँ यही नै हो। टक्क भाइ र म अब जाँदैछौँ। घरबाट निस्किसकेको छौँ। अब बाटोमा के कस्तोहरू जुन चाहिँ राम्रो चिजहरू मात्रै देखाउने छौँ है। Guys, one thing's for you. That view. यही बाटो Let's go guys. Ahora vamos a ir हामी अहिले ठ्याक्कै गुटु पुग्न लाग्यौँ होइन। हाम्रो इन्ट्री भइसकेको गुटुमा। चौकीनेतिरको बाटो नै बब्बाल थियो गाइस। आम्मामामामा पुरै बिचमा चौकिने गाउँपालिकातिर त पुरै काम बनाएर काम भ्याएर अब घरतिर फर्किन लागिसक्यौँ गाइस होइन। स्पिड ब्रेकर भाइको स्पिड नर्मल लाग्छ कि तिम्रो 5 मिनट पनि नलागिँदो रहेछ यार। अघि स्पिड हान्ने भने हो न। स्पिड हिँड्ने अन्त बाटो
पर्छ के हामीलाई हद्दैमा भयो गुटु पुग्न 4-5 मिनट लाग्ला बढीमा भने त्यहाँ भन्दै त्यो पनि लाग्दैन आजकल चाहिँ चौपट चाहिँ कोही आउँदैन हिँड्छन् फोटो खिच्नलाई खाली रहेछ आज चाहिँ नत्र भने पहिला चाहिँ मान्छेहरू बहुत हुन्थ्यो क्या हेरेर यो सहिद पार्क भन्छ तर हेरेर चाहिँ यस्तो खतरा मान्छे बिचबाट समाप्त उता काममा टक्क हामी काममा गएर चाहिँ अहिले दाइ र म चाहिँ यो भान्जीलाई लगेर अब जान्लाई भन भान्जीमा जाने भनेर राखी नहुने सो गाइस टक्क हामी चाहिँ अनि दाइ र म चाहिँ गएर मायाताल भन्ने ठाउँमा काम भ्याएर आएर चाहिँ भान्जीलाई ल्याएर यहाँ दिदीसँग छोडिदिएर टक्क भिडियो चाहिँ हामी यता सो टक्क हामी त्यहाँ गएर आयौँ यता चाहिँ तिलरी हान्दै हुनुहुन्छ टक्क हामी चाहिँ यता यस्तो यो सिक्री बनाउँदैछु म चाहिँ होइन सो आजलाई यति नै हुन्छ हामी अब भेट्नेछौँ नेक्स्ट ब्लगमा अहिलेको लागि यति नै हस्त जय नेपाल